नमस्कार, म तपाईहरुलाई यति बेला र्यामेन नुडल कसरी बनाउने भन्ने विषयमा तपाईहरुलाई देखाउन गइरहेको छु। प्रत्यक्ष हामीहरुले यसरी चाहिँ यो मेसिनमा हामीहरुले र्यामेन नुडल बनाउँछौं। तपाईहरुले अब कसरी यसमा गर्ने भन्ने बारेमा म बताउन गइरहेको छु। यो हामीले मैदाको लेयर पारिसकेका छौं। यो मैदाको लेयर पारिसकेपछि यसमा हामीहरुले कर्नफ्लोर छर्किदियौं। ल हेर्नुस् है, कर्नफ्लोर छर्किदिएपछि अब हामीले ट्याक्क यसलाई चाहिँ ल हेर्नुस् यसरी हामीले चाहिँ यसमा अब हामीले मेसिनमा हाल्छौं। मेसिनमा हालिसकेपछि ल हेर्नुस् यसरी चाहिँ मेसिनले तपाईहरुलाई ल हेर्नुस् अब मेसिनले यसरी काम गर्छ कि ल हेर्नुस् है। ल तपाईहरुलाई मैले यसरी प्रत्यक्ष ल हेर्नुस् यसरी चाहिँ ल हेर्नुस् यसरी चाहिँ हामीले ल हेर्नुस् तपाईले प्रत्यक्ष मैले नुडल बनाएर देखाइरहेको छु। यसरी हामीहरुले नुडल्स बनाइसकेपछि तपाईहरुलाई ल हेर्नुस् यसरी चाहिँ ल हेर्नुस् यसरी हामीहरुले चाहिँ यसरी नुडल्स तयार पार्छौं। तपाईले देख्न सक्नुहुन्छ। अब यसरी हामीहरुले नुडल तयार पारिसकेपछि ल हेर्नुस् फेरि अर्कोमा पनि त्यस्तै गर्छौं।